जय श्री हरि, जय श्रीमन्नारायण, जय कामिका एकादशी। 2083 सालको कामिका एकादशी श्रावण कृष्ण पक्षको 24 गते आइतबार अगस्त 9, 2026 नेपाल, भारत तथा पूर्वी देशहरूमा मनाइँदैछ। पश्चिमी देशहरू जस्तै अमेरिका र क्यानाडामा भने अगस्त 8 शनिबारमा नै व्रत बस्नु पर्नेछ। कामिका एकादशी चतुर्मास प्रारम्भ भएपछि पर्ने पहिलो एकादशी हो। यस दिनमा भगवान श्रीहरिको श्रीधर स्वरूपको पूजा गर्न विशेष फलदायी मानिएको छ र ओम श्रीधराय नमः अथवा ओम मधुसूदनाय नमः मन्त्रको जप गर्दै तुलसी पत्र अर्पण गर्नुपर्छ। शास्त्रमा एउटा तुलसी पत्र चढाउँदा पनि महान पुण्यको प्राप्त हुन्छ भनेर अनेक श्लोकहरू र प्रमाणहरू दिएको छ र तुलसीको पनि अत्यधिक महिमा बताइएको छ। व्रत बस्ने भक्तजनहरूले दशमीको दिनदेखि सात्विक आहार, ब्रह्मचर्य र संयम पालना गर्नुपर्छ। एकादशीका दिन सके निराहार, नसके फलाहार वा शुद्ध सात्विक भोजन गरेर भगवानको नामस्मरण, कथा श्रवण र भजन कीर्तनमा दिन बिताउनु उत्तम हुन्छ। त्यसैगरी यस एकादशीको सबैभन्दा ठुलो विशेषता दीपदान हो। बेलुका भगवानको मन्दिर वा तुलसीको मठमा घिउ वा तिलको तेलको दीप प्रज्वलन गर्दा अपार पुण्य प्राप्त हुने र पितृहरू समेत तृप्त हुने कुरा पुराणमा वर्णन गरिएको छ। शास्त्र अनुसार कामिका एकादशीको व्रतले महापापहरू नष्ट भई भगवान श्रीहरिको कृपा प्राप्त हुन्छ। त्यसैले श्रद्धा, भक्ति र नियमपूर्वक यो व्रत अवश्य सम्पन्न गरौँ। यस्तै नै ज्ञानमूलक भिडियोहरूको लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नु नबिर्सिनुहोस् र भिडियो राम्रो लागेको छ भने भिडियोलाई लाइक गर्नुहोस्। र शास्त्रले भनेको छ ज्ञानदान महादान हो र ज्ञानदानको पुण्य प्राप्त गर्नको लागि नै यो भिडियोलाई आफ्नो साथीभाइहरूमाझ, आफन्तहरूमाझ सेयर गर्नुहोस्। आजको लागि यति नै। जय श्री हरि, जय जय श्रीमन्नारायण।